हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी कुनै पनि वेबसाइटलाई चाहिँ एप्लिकेसनमा डट एपिके फर्मेट भन्छौँ। त्यो चाहिँ जति पनि एन्ड्रोइड फोनहरू छ त्यसमा रन हुन चाहिँ कसरी एप्लिकेसन बनाउन सकिन्छ भनेर हामी सिक्न गइरहेको छौँ। त्यो चाहिँ एकदमै सजिलो छ। विदिन अ फ्यु स्टेप हामीले चाहिँ वेबसाइटलाई चाहिँ एप्लिकेसनमा कन्भर्ट गर्न सक्छौँ है। त्यसलाई सर्टकटमा चाहिँ एपिके पनि भन्छन्। लेट्स गेट्स इन्टु द भिडियो है। म क्रोम ब्राउजर खोल्छु। क्रोम खुल्यो अनि हजुर जानु पऱ्यो फ्री वेब टु एपिके डट कम भन्ने वेबसाइटमा है। अनि त्यो पछि चाहिँ हामीले नर्मली के गर्न सक्यो भन्दाखेरि कुनै पनि वेबसाइट हामीलाई बनाउनु छ त्यसको लिङ्क चाहिन्छ है। जस्तै मलाई यो वेबसाइटको चाहिँ एउटा एप बनाउनु छ भनेपछि हजुरले वेबसाइट बनाइसक्नुभयो। अब यसको चाहिँ एप बनाउनु छ भने चाहिँ हजुरले के गर्न सक्नुभयो, जस्तै यो वेबसाइटको चाहिँ मैले एउटा लिङ्क कपी गर्छु अनि यसमा गएर चाहिँ पेस्ट गर्न सक्यो है। यस्तो पेस्ट गरिदिएँ अनि वेबसाइटको नाम चाहिँ भनिरहेको छ, म हाल्छु बिरामी पुरुवा भनेर हालेँ है। वेबसाइटको नाम भयो, यहाँ युआरएल है, जेनेरेट एपिके नाउ भनेर चाहिँ क्लिक गर्नु पऱ्यो है, फर्स्ट स्टेप। अनि यो भयो है, नाम भयो, युआरएल भयो, भर्जन 1 भयो होइन। हामी नेक्स्ट गर्न सक्यो है। यो चाहिँ हाम्रो नेक्स्ट भनेको चाहिँ आइकन सेक्सन हो है। आइकनमा चाहिँ हामीले के, त्यो आइकन भनेको चाहिँ कुनै पनि एप्लिकेसनको अगाडिको फन्टमा जो टच गर्नुभन्दा अगाडि फन्टमा जो हुन्छ देखिने इमेज, त्यो चाहिँ हाम्रो आइकन हो है। हाम्रो चाहिँ आइकन चाहिँ अपलोड गर्छौँ। अपलोड आइकन भन्ने छ है, जेनेरेट गर्न पनि सक्यो। आफ्नो छ भने चाहिँ अब कुनै पनि वेबसाइटको आइकनहरू हुन्छ नि, जस्तै यहाँ आइकन छ है, म यसलाई क्लिक गर्छु, त्यो चाहिँ लोगो भयो है। तपाईँको अपलोड गरिसकेपछि हामी नेक्स्ट गर्नु पऱ्यो है। नेक्स्ट गरिसकेपछि अब आइकन कस्तो लोगोको पोजिसन चाहिँ कहाँ राख्ने, सेन्टर, बटन, टप, माथिमा राख्ने कि है, त्यो अनुसार जान सक्यो। जस्तै म चाहिँ सेन्टरमै राखेर चाहिँ नेक्स्ट गर्छु है। नेक्स्ट गरेँ अनि त्यसपछि हजुरको चाहिँ यहाँ डिफ्रेन्ट सेटिङहरू छन् एप्लिकेसनको। जस्तै अब नर्मल स्ट्याटस बार भनेको छ, फुल स्क्रिन, फुल स्क्रिनमै भएको राम्रो हो नि त सफ्टवेयरहरू। अनि अटो रोटेट हुने नहुने सबै यहाँ फिचरहरू धेरै छन् होइन। जस्तै एप खोल्दा चाहिँ अटोमेटिकली ब्राउजरमा गएर ओपन हुने कि एपमै ओपन हुने भनेर चाहिँ यहाँ फिचर छ है। यो चाहिँ एपमै ओपन हुने राम्रो हो नि त। हाम्रो एप्लिकेसन बनाएको हो भनेपछि त एपमै अन हुनु पऱ्यो नि त। वेबसाइटमा गएर ओपन भइरहेछ भनेपछि त्यो त भएन नि त राम्रो। त्यही भएर सबै अब यिनी फिचरहरू छन् होइन, सबै अन राखिदिएको छु मैले होइन। चाहिँ एडभान्स फिचरहरू छन्, यो सबै राख्न सक्यो होइन। जस्तै प्राइभेसी पोलिसीमा चाहिँ हजुरले अटो जेनेरेट गर्न पनि सक्नुभयो। हजुरको प्राइभेसी पोलिसीको गाइडलाइन्सहरू छन् पनि, यहाँ पनि अपलोड गर्न सकिन्छ होइन। सिम्पली चाहिँ म नेक्स्ट गर्छु। त्यसपछि चाहिँ भनेको छ है, अब चाहिँ एप्लिकेसन बन्न सुरु भइसक्यो। यसमा चाहिँ गुड पार्ट भनेको चाहिँ के हो भन्दाखेरि यसमा लगइन गर्नुपर्ने परेन होइन। विदिन हजुरले फ्रीमा चाहिँ वेबसाइटलाई चाहिँ एप्लिकेसनमा कन्भर्ट गर्न सकियो होइन। त्यो अनुसारले चाहिँ हजुरको एकदमै त्यो कस्ट इफेक्टिभ भयो कि, सफ्टवेयर बनाउन परेन, त्यस्तो लेन्दी टर्म भएन नि त। यो एकैछिनमा यो चाहिँ हजुरले के गर्न सक्नुभयो, इन्स्टल गरेर चलाउन सक्नुभयो है। अब यसको लागि चाहिँ धेरै कुराहरू हुन्छन्। जस्तै अब डाउनलोड एपिके भनेर चाहिँ हाम्रो चाहिँ एप्लिकेसन बनेर डाउनलोड भइसक्यो है। डाउनलोड भइसक्यो। अनि जस्तै यसमा चाहिँ अब डाउनलोड गर्न नदिने, इन्स्टल गर्न नदिने हुन्छ। किन भन्दाखेरि गुगलले चाहिँ गुगल प्ले प्रोटेक्सन भन्ने हुन्छ गुगल सर्भिसको, उसले चाहिँ रोकिदिन्छ कि हामीलाई चाहिँ इन्स्टल गर्न दिँदैन थर्ड पार्टीबाट। त्यही पनि हामीले इन्स्टल गर्न चाहिँ मिल्यो है। यसलाई चाहिँ प्ले स्टोरमा हाल्न चाहिँ छुट्टै छुट्टै प्रोसेस छ कि त्यसको चाहिँ, त्यो भइहाल्यो। तर हामीले नर्मली चाहिँ इन्स्टल गरेर चाहिँ चलाउन सक्यौँ है। जस्तै यो एप्लिकेसन डाउनलोड भइसकेको छ है। यो चाहिँ हाम्रोमा रन हुँदैन, हाम्रोमा चाहिँ डट इएक्सी, अझ म्याक छ भने चाहिँ डिएमजी फर्मेट मात्र सपोर्ट गर्ने हो नि त। एपिके भनेको चाहिँ एप्लिकेसन फर्मेट हो, त्यो चाहिँ एन्ड्रोइडहरूले चाहिँ सपोर्ट गर्छ है। त्यसको लागि चाहिँ यो म चाहिँ आफ्नो पर्सनल वाट्सएपमा सेन्ड गरेर चाहिँ मोबाइलमा ओपन गरेर देखाउँछु कि हजुर यो चलिरहेको छ कि नै भनेर है। आई जस्ट ओपन द वाट्सएप। मैले आफूले पठाउँछु, वेट अ मोमेन्ट। यो चाहिँ मेरै आइडी हो है।
भयो हाम्रो भर्खरै डाउनलोड भएको है, रिसेन्टली डाउनलोड भएको कता छ यहाँ चाहिँ बिरामी कुरुवा भनेर छ। मैले यसमा क्लिक गरेँ, सेन्ड गरेँ है। ओके गाइज, यो चाहिँ सेन्ड हुँदैछ। म चाहिँ हजुरलाई मोबाइलको स्क्रिनमा चाहिँ देखाउँछु कि रन भइरहेको छ छैन, कुन तरिकाले इन्स्टल गर्छु अनि कुन तरिकाले चाहिँ चलाउन सकिन्छ भन्दाखेरि चाहिँ फोनको स्क्रिनमा जस्ट मैले वर्ड्समा क्लिक गरेँ र त्यो पठाएको एप्लिकेसन चाहिँ म यहाँबाट चाहिँ ओपन गर्न गइरहेको छु। जस्तो इन्स्टल हेरेको छ है, जस्ट वेट अ मोमेन्ट, यो इन्स्टल हुँदैछ। कहिलेकाहीँ चाहिँ कुनै कुनै फोनमा चाहिँ इन्स्टल नहुनसक्छ, हो यस्तो भन्छ कि यसमा चाहिँ स्क्यान भनेर भन्छ होइन। म चाहिँ त्यो मोडमा क्लिक गरेँ, इन्स्टल विदाउट स्क्यानिङ भनेर भन्छ है। फिङ्गरप्रिन्ट लागेको छ मेरो, ठिक छ भन्छ, अथवा इन्स्टल एनिवे भनेपछि इन्स्टल भइहाल्छ है तपाईँको। रिक्समे एडजस्ट भनेको छ, ठिक छ। म ओपन गर्छु है। ओपन हुँदैछ हाम्रो एप्लिकेसन है, बिरामी भनेर आएको छ, बिरामी कुरुवा नेपाल भनेर आएको छ है। वेट अ मोमेन्ट, हाम्रो चाहिँ ओपन भइसक्यो है। चाहिँ टोटल्ली फाइन नै काम गर्छ कि हजुरहरूको। जस्तै फुल्ली अब केही पनि चलाउनु पऱ्यो होइन, वेबसाइटमा जे हुन्थ्यो त्यो चाहिँ सबै फोनबाट चाहिँ हुने भयो है। वान इम्पोर्टेन्ट थिङ भनेको चाहिँ के हो भन्दाखेरि हजुरको वेबसाइट चाहिँ रेस्पोन्सिभ चाहिँ हुनु पऱ्यो है। फोनको लागि चाहिँ अप्टिमाइज गरेको छ, रेस्पोन्सिभ छ भने चाहिँ अभियसली फोनको लागि पनि हुने भयो नि त। मोबाइल भ्यूमा राम्रो देखिन्छ वेबसाइट भनेपछि एप्लिकेसन फर्मेटमा चाहिँ अभियसली हजुरको राम्रो देखिनु पऱ्यो है। अनि हजुरको लोगो सहित नै आउँछ कि तपाईँको, जस्तै बिरामी भनेर आउँछ। बिरामी भनेपछि हाम्रो के आइरहेछ, यो लोगो सहित नै आइरहेछ नि त, बिरामी कुरुवा भनेर होइन। अनि यो अनुसारले चाहिँ हजुरले के गर्न सक्नुभयो, कुनै पनि वेबसाइटलाई होइन, हजुरको बिजनेस वेबसाइट छ, पोर्टफोलियो छ, जे पनि छ, हजुरलाई एप्लिकेसन बनाएर चाहिँ डिस्ट्रिब्युट गर्न सक्नुभयो होइन। अब प्ले स्टोरमा राख्न चाहनुहुन्छ भने त्यो अनुसारको प्रोसिडरहरू छ होइन। जस्तै $25 जति लाग्छ हजुरको, त्यो गरेर चाहिँ हजुरले के गर्न सक्नुभयो, प्ले स्टोरमा पब्लिस पनि गर्न सक्नुभयो होइन। त्यो अब यो तरिकाले इन्स्टल गर्न पनि सक्नुभयो हजुरले है, त्यो पनि गर्न सक्यो। अनि अर्को इम्पोर्टेन्ट कुरा चाहिँ कहिलेकाहीँ त्यो वेबसाइट चाहिँ नचल्न सक्छ होइन, डिफ्रेन्ट युआरएल हालेर होइन, डिफ्रेन्ट लोगोहरू हालेर होइन, लोगोलाई चाहिँ आइकन फर्मेटमा हालेर अथवा नाममा कुनै स्पेस छ भने पनि काम नगर्न सक्छ होइन। त्यो कुराहरू चाहिँ चेन्ज गरेर फेरि बिल्ड गरेर फेरि इन्स्टल 3-4 फेरि ट्राई गर्नुभयो भने चाहिँ इन्स्टल हुनसक्छ। जस्तै यही भिडियोमै मैले बिरामी कुरुवा भनेर नाम राखेको थिएँ है, त्यो चाहिँ नभएर चाहिँ मैले बिरामी कुरुवा नेपाल त्यहाँ // राखेर चाहिँ इन्स्टल गरेको थियो कि फेरि पठाएको थिएँ कि यो एप्लिकेसन चाहिँ। त्यो हुनाले चाहिँ रन भएको गरी चाहिँ रन नहुनसक्छ होइन। कुनै केही यो प्री भर्जन भएको हुनाले चाहिँ यस्तो भएको हुनसक्छ। सो काम चाहिँ गर्छ है, कहिलेकाहीँ नगर्न सक्छ। फेरि ट्राई गर्नु होला, लोगो चेन्ज गर्नु होला, नाम चेन्ज गर्नु होला होइन, डेफिनेटली काम गर्छ। त यो वेबसाइटले काम गरेन पनि डेफिनेटली अरू 2-4वटा वेबसाइट पनि अरू छन् फ्रीमा डेभलप गर्न वेबसाइटलाई चाहिँ एप्लिकेसनमा कन्भर्ट गर्नुपर्ने होइन। त्यो हुनाले कोडिङ पनि चाहिएन, लगइन पनि गर्नु परेन, साइनअप गर्नु परेन एमा, तर अरूमा चाहिँ गर्नु पऱ्यो, साइनइन गर्नु पऱ्यो, तर पैसा चाहिँ तिर्नु परेन। त्यो हुनाले चाहिँ बेस्ट पार्ट के हो भन्दाखेरि चाहिँ तपाईँले चाहिँ कुनै पनि वेबसाइटलाई चाहिँ एप्लिकेसनमा चाहिँ कन्भर्ट गरेर चलाउन सक्नुभयो है। त्यही नै हो। म अरू वेबसाइटको नाम पनि डिस्क्रिप्सन अथवा कमेन्टको पेनमा चाहिँ राखिदिनेछु। त्यहाँबाट चाहिँ यसले काम गरेन भने चाहिँ तिनी वेबसाइटहरूबाट चाहिँ हजुरले फ्रीमा चाहिँ वेबसाइटलाई चाहिँ एप्लिकेसनमा कन्भर्ट गर्न सक्नुभयो है। दिस मच फर टुडे, थ्याङ्क यू फर वाचिङ, गुड लक।